कोइलडाँगा युवा क्लबले चाहिँ धेरै यो सबै कोइलडाँगा युवा क्लबका युवाहरू धेरै देखियो। यो रतबाई नगरपालिका इटारा बजारमा सरसफाइ अभियान चलिरहेको थियो। हाम्रो किरण भाइ के भनिदिनुहुन्छ तपाईँ यस विषयमा? यस्तो हो, यस विषयमा के भन्छ भने हाम्रो यो कोइलडाँगा युवा क्लबले यस्तो सरसफाइ अभियान चलिरहँदाखेरि यहाँको जुन इटारा बजारमा अहिले हामीले यो अभियान जारी राखेका छौँ, त्यसमा चाहिँ यहाँको स्थानीयहरूले त्यस्तो साथ हामीलाई दिइरहेको छैन। हामीलाई अरूले साथ दिन्छ भनेर हामी आफ्नो अभियान छोड्ने काम गर्दैनौँ। हामी यस अभियान निरन्तरता दिइरहन्छौँ। तर पनि यहाँको स्थानीयहरूले कमसेकम क्लबको अभियानलाई समर्थन गरेर स्थानीय मान्छेहरू पनि यहाँ निस्केर आफ्नो घर अगाडि आफ्नो पसल अगाडि निस्किनु पर्ने अवस्था सिर्जना हुनुपर्ने हो। तर त्यो अवस्था हामीले देखिरहेको छैनौँ। उल्टै हामीलाई खिल्ली उडाउने काम भइरहेको छ। तर त्यस्ताले हामीलाई रोक्दैन। हाम्रो क्लबको अभियान निरन्तर जारी रहन्छ। त्यसको लागि तपाईँलाई धन्यवाद छ। यस सुझावको लागि तपाईँलाई एउटा कुरा सोध्न चाहेँ मैले। तपाईँ आफ्नो घरको काम छोडेर आउनुभएको हो नि बजार सफाइ गर्न, होइन? एकदम घरको काम छोडेर हाम्रो देश बनाउने, हाम्रो काम स्वच्छ सफा नगर हरियाली बनाउने हाम्रो अभियानलाई हाम्रो कोइलडाँगा युवा क्लबको अभियानमा हामी सबै कोइलडाँगा युवाका समिति मेम्बर अथवा अरू सबै कोइलडाँगा युवा क्लबलाई माया गर्ने मान्छेहरू, स्थानीय बासिन्दादेखि लिएर समाजसेवी सबै हामी यहाँ उपस्थित भएका छौँ। धन्यवाद।